शाली नदीका माधव नारायण आत्मशुद्धि, अनुशासन, भक्ति, जागृति। आदरणीय दर्शकबिनहरू नमस्कार। आज म तपाईँहरूलाई शाली नदीको छेउमै रहनुभएका श्री माधव नारायणको बारेमा चाहिँ छोटै जानकारी तपाईँहरूलाई दिन गइरहेको छु। यो भिडियो चाहिँ अन्त्यसम्म हेरेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है त। शाली नदीमा आराधना गरिने माधव नारायण भगवान केवल एक मूर्ति वा धार्मिक परम्परामा सीमित देवता होइनन्। उहाँ मानव जीवनलाई अनुशासन, स्वयं र आत्मबोधकतर्फ मोड्ने जीवित दर्शन हुनुहुन्छ। आज धेरै मानिस शाली नदी पुग्छन्, चिसो पानीमा स्नान गर्छन्, व्रत बस्छन्, तर माधव नारायणको वास्तविक अर्थ बुझ्नेहरू अत्यन्तै कम छन्। यही नबुझेको सत्य नै उहाँको सबैभन्दा ठुलो रहस्य हो। माधव अर्थको गहिरो अर्थ छ मा अर्थात् माया, धव अर्थात् धारण गर्ने शक्ति। यसको अर्थ संसारका सबै आकर्षक, लोभ, अहङ्कार र समयको प्रभावलाई धारण गर्दै पनि यसबाट अप्रभावित रहने चेतना नै माधव हो। त्यसैले माधव नारायण भगवान विष्णुको केवल रूप मात्र होइनन्, विष्णुत्व प्राप्त गर्ने मार्ग पनि हुनुहुन्छ। शाली नदी स्वयं साधारण नदी होइन। शास्त्रमा शाली नदीलाई काल नदी भनिएको छ, जहाँ समयको प्रभाव तीव्र हुन्छ। माघ महिनामा सूर्य उत्तरार्धतर्फ लाग्दा ब्रह्माण्डीय ऊर्जा परिवर्तन हुन्छ र त्यही समयमा शाली नदी किनारमा गरिने तपस्याले मानिसको कर्म भण्डारमा प्रत्यक्ष असर पार्छ भन्ने विश्वास पनि गरिन्छ। यही कारणले वर्षभरि नभई माघ महिनामा मात्रै माधव नारायणको व्रतको विशेष महत्त्व मानिन्छ र छ पनि। धेरैलाई थाहा नभएको सत्य के हो भने माधव नारायण व्रत देवतालाई खुसी पार्नको लागि बनाएको होइन, बसेको चाहिँ होइन। यो व्रत त मानिसलाई आफूभित्र लुकेको काम, क्रोध, लोभ, मोह र अहङ्कारबाट युद्ध गराउनको लागि हो। बिहान अँध्यारोमै उठेर चिसो जल स्नान गर्नु, मौनता पालन गर्नु, सादा भोजन गर्नु, यी सबै शरीरलाई दुःख दिनको लागि होइनन्, मनलाई नियन्त्रणमा ल्याउनको लागि हो। पुराणहरूमा उल्लेख भए अनुसार एक समय देवताहरू आफै इन्द्रिय सुखमा फसेर कमजोर बन्दै गएका थिए। तब भगवान विष्णुले शाली नदी किनारमा माधव नारायणको रूप लिएर चाहिँ तपस्या गर्नुभयो र देवताहरूलाई सन्देश दिनुभयो, शक्ति बाहिर होइन, स्वयंभित्र नै हुन्छ के। त्यसैले माधव नारायण व्रतलाई देवताहरूले पनि मानेका व्रत भनेर चाहिँ मानिन्छ। अर्को गहिरो सत्य के छ भने माधव नारायणको व्रत माग्ने व्रत होइन है, त्याग्ने व्रत हो। यहाँ भगवानसँग धन, सन्तान, सफलता मागिँदैन, बरु आफ्नो अहङ्कार, असंयम र नकारात्मक त्यागिन्छ। यही कारण यो व्रत पुरा गरेपछि धेरै मानिसको जीवनमा बाहिरी चमकभन्दा पनि भित्री परिवर्तन देखिन्छ। विचार शान्त र निर्णय स्पष्ट हुन्छ र जीवनप्रति दृष्टिकोण पनि बदलिन्छ। आजको आधुनिक समाज छिटो फल चाहन्छन्, तर माधव नारायणको शिक्षा ठिक उल्टो छ। उहाँले चाहिँ भन्नुहुन्छ धैर्य राख, समय आफै तेरो पक्षमा आउनेछ। शाली नदीको पानी शान्त रूपमा बग्छ, आवाज पनि गर्दैन, तर निरन्तर बगिरहन्छ। माधव नारायणको साधना पनि यस्तै हो, मन शान्त र अत्यन्त शक्तिशाली। धेरै भक्तहरूलाई थाहा नभएको अर्को रहस्य के हो भने माधव नारायण व्रत महिला पुरुष दुवैको लागि समान रूपमा आत्मिक उन्नतिको मार्ग हो। परम्पराले महिलालाई बढी जोडिए पनि शास्त्रमा यो व्रत मानव मात्रका लागि भनिएको छ। फरक केवल सङ्कल्पको गहिराइमा हुन्छ। आज मानिस बाहिर भगवान खोज्दै मन्दिर, तीर्थ, पूजामा दौडिरहन्छ, तर माधव नारायणको सन्देश अत्यन्त सरल र कठोर छ। आफूलाई जित्न सक्यो भने भगवान तिमी भित्रै प्रकट हुन्छ। शाली नदीमा उभिएर माधव नारायणलाई हेर्दा देखिने शान्त मूर्ति वास्तवमा आत्मसङ्घर्ष जितेका मानवको आदर्श रूप हो। उहाँ हामीलाई सम्झाउनुहुन्छ कि साँचो भक्ति चर्को स्वर होइन, मन अनुशासन प्रकट हुन्छ। त्यसैले माधव नारायणको भगवान केवल पूजा गर्ने देवता होइन, उहाँ जीवन जिउने तरिका पनि हुनुहुन्छ, स्वयंको गुरु हुन् र आत्मजागरणको मार्ग पनि हुन्। यदि आजको मानिसले माधव नारायणको यो सन्देश बुझ्न सके, धेरै समस्याको समाधान मन्दिर बाहिर होइन, आफ्नै मनभित्र भेटिन्छ। ल दर्शकबिनहरू, तपाईँहरूलाई यो भनाइ चाहिँ कस्तो लाग्यो, मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर र एक सब्सक्राइब पनि गर्न नबिर्सनु होला र तपाईँहरूलाई पनि थाहा भएको कुरा चाहिँ कमेन्टमा लेख्न नबिर्सनु होला। हस्त, धन्यवाद।